Hello guys, welcome back to my new video. म चाहिँ almost 2-3 महिनापछि भिडियो हाल्दैछु होइन. Actually I was stuck somewhere. So मेरो रुमको हालत आज मेरो रुम सफा गर्नुपर्ने छ. As you can see, look at this. यो धमिरा लाएर हेर पुरै यो यहाँ पुरै लाइन कोर्दा अनि त्यहाँ उता साइडमा पनि छ अनि यता यता माथि पुरै छ के पुरै सबै यो धमिरा लाएर यो पुरै मैसर आएर यहाँ पुरै पुरै सेतो सेतो छ नि यो सेतो सेतो यो सब रुमै कस्तो कस्तो छ हौ. सब पहिला म फ्रेस हुन्छु अलिकति त्यहाँदेखि I'll do my work. म उठेँ होइन. अब म रुम चाहिँ सफा गर्छु. यो एकछिन म look at this my room. यस्तो फोहोर बाखा यस्तो फोहोर बाखा पुरै यहाँ हेर धमिराले के भएको होला यो पुरै यो सबै मैसर आएर बाहिर यताखेरि पुरै पेन्टहरू यस्तो भएको छ सेतो सेतो सबै होइन. अब म यो सफा गर्छु. फर्स्ट आज मेरो काम भनेको फर्स्ट अफ अल आई निड टु क्लिन दिस. अनि लुगा थुप्रो धुनु छ. यो सबै कुराहरू म्यानेज गर्नु छ. अनि यो सब यार कत्रो अहिले टाइम पढेको पढेँ कति खास भन्दै कोडिङ गर यार. This is your coding time bro. खाली पढ्छ यार भन्दा यार. Don't mess with my brain. मलाई सोध है केही नबुझी मलाई सोध है. Vlog बनाउने मलाई त आवरली चार्ज हुन्छ vlog बनाउने. लास्ट पर्सहरू भन्दै त अनि यसको कस्तो म्यानेज छ एभ्रिथिङ. ओके म यहाँ सामान राख्नु पऱ्यो टक्क होइन. त्यसपछि म रुम सफा गर्छु. आफ्नो ड्याङ 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 उसलाई पढेको देखेर मलाई पनि पढ्न मन लाग्यो यार. तर म 2 दिन पढ्दिनँ हौ. कम्ब्यागो 2 दिन चाहिँ पढ्दिनँ. धमिराले हेर हाम्रो यो के अरे म्याट पनि सिद्धिसक्यो यार. म्याट अनि यहाँ यो बुकहरू सबै तल खाएको थियो. बुकहरू सबै रुम हेर्छु. रुम हेर्नु चाहिँ पुरै धमिरा त्यसको तल पनि खाएको होला सुत्याएर छ्या यस्तो सब सट्याएर गर्दा. अब हेर्नुहोस् है यो टेबल चाहिँ पुरै हल्लिन्छ होइन. यस्तो हल्लिन्छ यस्तो हल्लिन्छ पुरै. यो खाट पनि त्यस्तै हल्लिन्छ लिगली हल्लिन्छ होइन. उयो व्यवस्था गर्नु पर्यो काटिसकेर. यतिरी सबै कस्तो छ यार. यो पेन्टिङ पनि मैले आफै गरेको एक्चुली बस्नुभन्दा अगाडि. सो म व्यवस्था गर्छु पहिला अनि सफा गर्छु पुरै हेर्छु. धमिरै छ्या यार कस्तरी बसेको थियो होला म यो रुममा. हेर्नु त अब रुमको हालत यहाँ हेर्नु न. माथि हेर्नु त पुरै धमिराले यहाँ यता हेर्नु न. यता पुरै साफ गर्नु पऱ्यो नि त. जति साफ पनि आउँछ फेरि धमिरा हो के भएर आउनु अब. यसको केही व्यवस्था गर न. पुरै त्यो ऊ पनि म्याट पनि खाइसक्यो. त्यो म्याट पनि खाइसक्यो. म्याट बुकहरू सब खाइसक्यो. यो कोठामा छ त्यो कोठामा पनि छ अनि उयो बहिनीको कोठामा पनि छ क्या जस्तो लाग्यो. खै यो सबै काठ पनि सत्यानाश गर्छ यसले त. काठ नै खाइदिन्छ सबै यसको इनिसियल पोइन्ट नै काठ हो. कुनै झ्यालको माथि ट्याक्कै त्यो भेन्टिलेसन त्यहाँ सर यता यो झ्यालमा छिर्यो
यहाँबाट यस्तो बाहिर आयो, यहाँदेखि यहाँ आयो, यस्तो यस्तो यो कोरेको हो कि फेरि आयो कि पुरै यसै घर जाँदाखेरि सबै कोरेर गएको थिएँ, फेरि आउँदाखेरि पुरै लाइनमा त्यही देख्यो कस्तो दबाई हुन्छ फेरि हुन्छ बरु के त्यस्तो औषधि भए ल्याउनु पहिला यसको व्यवस्था गर्छु म यो पनि हल्लिने रहेछ यहाँ पुरै फोड्छ खाटको मुनि पनि फोड्छ होला यो छालो हाल्नुपर्छ होइन छालो लगाएर देन त्यसपछि सेटअप गरौँ कुराहरू सो ओके मैले मिल्छ सके सो म लास्ट गरेँ तर लास्ट चक्कर हारिबाट लाग्यो मलाई यहाँ यत्रो लुगाहरू धुनु पर्ने छ सो म रेस्ट गर्छु अनि खाना पनि खाएँ मैले सो आजको लागि यति नै